बालन शाह रवि भनेको देशका गद्दारी दलालहरू हुन् कि पुराना झोले झान्टे मासु भाते हुन्टे काठमाडौँका मकै पोलेर बेच्ने सागपात बेच्ने बुवा आमा निमुखा गरिबलाई उठाएर हटायो। अब झापाका फेरि दिनदुखी पीडितलाई पेटीमा रहेका ती गरी खाने फेरि व्यवसाय पीडितहरूलाई हटाउनको लागि झापा जान्छ। खबरदार झापाबाट लहट्नुपर्छ बालन शाहलाई। बालन शाहले देश बनाउँदैन, देश सक्ने हुन्। बालन शाह रवि भनेको देशका गद्दारी दलालहरू हुन् कि पुराना झोले झान्टे मासु भाते हुन्टे ओलीलाई नै जिताउनु पर्यो। ओलीलाई त भगाउनु पर्छ। ओली शेरबहादुर देउवा आयो भने देश झन् कंगाल हुन्छ, देश खोकेर हुन्छ, देश गरिब हुन्छ। कसलाई चाहिँ जिताउने अब ल्याउनु पर्ने नयाँ पुस्ता नयाँ युवा खोल्नै पर्दैन आउँछ भनेर बालन भागेको हो। सही कुरा गर्नु तपाईँले, एकदम राइट। टाइम पनि नमिलेर होइन श्रम पिता देशभक्तज्यूसँग श्रम पिताले कुरा गर्नुहुन्छ भन्न बालन शाह तर्सेर भाग्यो। राष्ट्रभक्त देशभक्त अर्को साम्पङसँग बहनलाई उहाँ सक्दैन क्या। अब राष्ट्रवादी देशभक्त आयो भनेपछि ऊ जुरुकै उठेर भाग्यो। टाप पस्यो बालन शाह। हिम्मत हुनुपर्छ। हिम्मत भनेको हर्क साम्पङ मात्रै हो। अघि तपाईँ भित्रै हुनु भनेपछि हर्क साम्पङसँग बालन डराएकै हुन्। बालन त अब नरनाथजी तपाईँ कहाँ हर्क साम्पङलाई सघाउनु भएको, यता आउनु भन्दै थिएँ। म आउँदैन। तपाईँ जस्तो राष्ट्रघाती दलाल देशको तपाईँको तेस्रो जनआन्दोलन गराउने तपाईँ सबभन्दा एक नम्बर तपाईँ हो। 23 र 24 को जेन्जी आन्दोलनको समस्या समाधान तपाईँले गर्न सक्नु भएन। त्यसको समस्या समाधान भनेको हर्क साम्पङले मात्र गर्छ भन्ने मैले दिएको जवाफ उहाँले दिन सक्नु भएन, भाग्नुभयो। त्यही हो कुरो।